आज यो तीन चाहिँ कुनेमा ती कोटेश्वरको 3 कुने राजावादीहरूले आन्दोलन गर्दाखेरि किनकि यहाँ आज आन्दोलन महाझडप भइरहेको भएको छ छ। किनभने कुलमान घिसिङलाई पदबाट खारिज गरिएको हुनाले र राजा ल्याउन पर्यो भनेर राजावादीहरूले आन्दोलन गरिरहेका हुन्। घिसिङलाई पनि पदबाट एक तरफ पुलिसले आन्दोलनकारीलाई झिकिरहेका छन् भने जुक्ति लाएर आन्दोलनकारीहरूले पुलिसलाई तछाड मछाड गरेर सडकमा उत्रिएका छन् सकिरहेको थियो। बार भत्काएर। फेरि अर्को तर्फबाट सर्वसाधारणहरूले रोड क्रस गरेर हिँडिरहेको पनि यहाँ देख्न सकिन्छ। कुनै आन्दोलनकारीहरू अगाडि बढिरहेका छन्, कुनै पछाडि नै छन्। पुलिसले भने छेक्ने कोसिसमा रोकथाम गर्ने कोसिसमा अगाडि बढिरहेका छन्। किनभने हामीले यहाँ स्पष्ट देख्न सकिन्छ बानेश्वर 3 कुनेको बाटो पुरै यो चाहिँ बन्द गरिएको छ। दृष्टि हो है।